क्वेसन नम्बर 1, इन्टरनेटको सबैभन्दा पुरानो रूप केलाई मानिन्छ? इन्टरनेटको सबैभन्दा पुरानो रूप केलाई मानिन्छ? यसको सही उत्तर रहेको छ इमेल। यसै गरिरहेको छ क्वेसन नम्बर 2, सर्वप्रथम इमेलको सुरुवात कहिले र कुन देशबाट भएको हो? सर्वप्रथम इमेलको सुरुवात कहिले र कुन देशबाट भएको हो? यसको सही उत्तर रहेको छ सन् 1976 अमेरिकाबाट सुरुवात भएको हो। क्वेसन नम्बर 3, इमेलका आविष्कार को हुन्? इमेलका आविष्कार को हुन्? यसको सही उत्तर रहेको छ रे टोमिलन्स। क्वेसन नम्बर 4, नेपालमा सर्वप्रथम केका लागि कम्प्युटर प्रयोग गरिएको थियो? नेपालमा सर्वप्रथम केका लागि कम्प्युटर प्रयोग गरिएको थियो? यसको सही उत्तर रहेको छ राष्ट्रिय जनगणना 2028। यसै गरिरहेको छ क्वेसन नम्बर 5, कम्प्युटरमा नक्सा बनाउने कार्यलाई के भनिन्छ? कम्प्युटरमा नक्सा बनाउने कार्यलाई के भनिन्छ? यसको सही उत्तर रहेको छ अटोक्याड। क्वेसन नम्बर 6, नक्सामा समथर जमिन देखाउन कुन रङको प्रयोग गरिन्छ? नक्सामा समथर जमिन देखाउन कुन रङको प्रयोग गरिन्छ? यसको सही उत्तर रहेको छ पहिलो रङको। यसै गरिरहेको छ क्वेसन नम्बर 7, बहुप्रचलित फेसबुक नामको सामाजिक सञ्जाल सुरुवात विश्वमा कहिलेदेखि भएको हो? बहुत प्रचलित फेसबुक नामको सामाजिक सञ्जालको सुरुवात विश्वमा कहिलेदेखि भएको हो? यसको सही उत्तर रहेको छ सन् 2004 फरवरी 4। यसै गरिरहेको छ क्वेसन नम्बर 8, फेसबुकको मुख्य कार्यालय कहाँ रहेको छ? फेसबुकको मुख्य कार्यालय कहाँ रहेको छ? यसको सही उत्तर रहेको छ अमेरिकाको क्यालिफोर्नियामा रहेको छ। क्वेसन नम्बर 9, फेसबुकका संस्थापक को हुन्? फेसबुकका संस्थापक को हुन्? यसको सही उत्तर रहेको छ मार्क जुकरबर्ग। क्वेसन नम्बर 10, फेसबुकलाई प्रतिबन्ध लगाउने देश कुन हो? फेसबुकलाई प्रतिबन्ध लगाउने देश कुन हो? यसको सही उत्तर रहेको छ चीन। यसै गरिरहेको छ क्वेसन नम्बर 11,
युट्युबको मुख्यालय कहाँ छ? युट्युबको मुख्यालय कहाँ छ? यसको सही उत्तर रहेको छ अमेरिकाको सान ब्रुनो। क्वेसन नम्बर 12, ट्विटरको स्थापना कहिले भएको हो? ट्विटरको स्थापना कहिले भएको हो? यसको सही उत्तर रहेको छ सन् 2006 मार्च 21। यसै गरिरहेको छ क्वेसन नम्बर 13, सूचना तथा जानकारी प्रदान गर्ने इन्टरनेट नेटवर्क गुगलको सुरुवात कहिलेबाट भएको हो? सूचना तथा जानकारी प्रदान गर्ने इन्टरनेट नेटवर्क गुगलको सुरुवात कहिलेबाट भएको हो? यसको सही उत्तर रहेको छ सन् 2011 जुन 28 बाट। यसै गरिरहेको छ क्वेसन नम्बर 14, डब्लुडब्लु को प्रयोग कहिलेदेखि भएको हो? डब्लुडब्लु को प्रयोग कहिलेदेखि भएको हो? यसको सही उत्तर रहेको छ सन् 1991। यसै गरिरहेको छ क्वेसन नम्बर 15, नेपालमा सर्वप्रथम टेलिफोनको सुरुवात कहिले भएको हो? नेपालमा सर्वप्रथम टेलिफोनको सुरुवात कहिले भएको हो? यसको सही उत्तर रहेको छ सन् 1932। यसै गरिरहेको छ क्वेसन नम्बर 16, काठमाडौँको लम्बुमा भू-उपग्रह केन्द्रको स्थापना कहिले गरिएको हो? काठमाडौँको लम्बुमा भू-उपग्रह केन्द्रको स्थापना कहिले गरेको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2039। यसै गरिरहेको छ क्वेसन नम्बर 17, नेपालमा कहिले सबै जिल्लालाई टेलिफोन सञ्जालमा आबद्ध गरिएको थियो? नेपालमा कहिले सबै जिल्लालाई टेलिफोन सञ्जालमा आबद्ध गरिएको थियो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2054।